यदि तपाईँ पनि कुनै पनि होइन एप्सहरू एप्लिकेसनहरू डबल है एउटै जस्तो वाट्सएपहरू दुईवटा टिकटक फेसबुक है दुईवटा चलाउन चाहनुहुन्छ भने दुईवटा आइडी तपाईँले सर्वप्रथम यो जुनसुकै मोबाइलमा पनि हुन्छ बढी जस्तो है सबै मोबाइलमा दिइरहेको नै हुन्छ यो फिचर चाहिँ सेक्युरिटीमा जानु होला। यो चाहिँ मेरो पोको X5 प्रो 5Gबाट है। त्यसपछि यो ड्युल एप भन्ने हुन्छ है, यो देख्न सक्नुहुन्छ ड्युल एप्स लेखेको छ है, यसमा तपाईँ क्लिक गर्नु होला। यसमा चाहिँ हेर्नुहोस् है मैले ड्युल एप गरेको चाहिँ एउटा टिकटक एउटा लाइट फेसबुकको गरेको छ है। यो जुनसुकै एपमा पनि तपाईँले इनेबल गर्ने बित्तिकै ड्युल आउँछ है। मैले अहिले चाहिँ सपोज वाट्सएपको लिन खोजेँ ड्युलमा ओपन गर्नु होला है त। यति गर्ने बित्तिकै चाहिँ तपाईँको ड्युलमा भइसकेको छ है। अब सिधै ब्याक जानु होला है, सिधै ब्याक जानु होला। देख्न सक्नुहुन्छ मैले ओपन गरेँ है। यो चाहिँ ड्युल हो है, एउटा यहाँ छ एउटा चाहिँ यहाँ छ है त, दुईवटा तपाईँले देख्न सक्नुहुन्छ। यसलाई नि सेम नयाँ तरिकाले तपाईँ यसरी ओपन गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू।